लु तपाईहरुको यहाँ के होला नमस्कार लो गाइजहरु आज हामी चाहिँ पैसुनहरु गाउँपालिकाको कर्मचारी टोली प्लस गेस्ट त्रिभुवन माध्यमिक विद्यालयका हाम्रो म्याम हुनुहुन्छ प्लस हाम्रो मुख्य गेस्ट चाहिँ यता हुनुहुन्छ गेस्ट चाहिँ अलिक देखिनु भएन हेर्ने हाम्रो हेन्सम सर हुनुहुन्छ आज हामी चाहिँ बोजेगाडी के भन्छ टाढादेखि पाल्नु भएको भन्नु न कतादेखि आउनु भएको त्यही त म भन्दैछु त म पुगिसकेको छैन तपाईँ बोल्नुहुन्छ बोजेघरतिर जानु पर्ने म त बोजेगाडी डाँडामा चाहिँ फोकस गर्नु होला हाम्रो गेस्ट विशेष गरेर हामी त आइरहेको हो हाम्रो मिस पनि नयाँ हुनुहुन्छ सर र मिस कित्नमा जाउनु न कपिराइट पनि लाग्छ त मेरो त युट्युबमा जान्छ सरी लु न छिटो अनि के भन्नु हाम्रो सर र मिसलाई चाहिँ हामीले बोजेगाडीमा भिजिट गर्न ल्याइरहेको छौँ ऐसिल घरको पपुलर प्लेस नै भनौँ न यहाँभन्दा अरू घुम्ने ठाउँै छैन होइन दोस्रो विकल्पै छैन अनि के भन्ने अनि अब चाहिँ हामी जे लेखेको छौँ त्यही खान्छौँ भन्नु पर्यो नि त हामीले चाहिँ हामी ड्राई के भन्ने हो पिकनिक त होला होइन जय पिकनिक ड्राई पिकनिक ए म त जय पिकनिक युट्युबमा यस्तो बोल्यो भने त तिमीहरूलाई कारबाही पो गर्छ युट्युबमा हाल्ने हो युट्युब हेरिरहन्छ म अङ्गीको सुन्तला मात्र 170 केजीको अहिले विशेष यहाँ सर हुनुहुन्छ हेन्सम अब महिला दिदी भनेर चाहिँ त फोकस गर्नु सर लजालु हुनुहुन्छ क्या फेरि धेरै इन्ट्रेस्ट हुनु न खानेमा धेरै छ है बिहान 7 बजेदेखिको 2 बजीसम्मको हाम्रो अहिले खाँदै जाँदा देख्नुहुन्छ लागेर बनाउनु हुन्छ अरूलाई चाहिँ खबर नगरी खुसीको पुरै गाइजहरू यस्तो छ हाम्रो ठाउँमा जे पाइन्छ त्यही मात्र हो नत्र अनि पाएसम्म त धेरै नलाउनु मार्नु पर्यो बदाम छ त्यहाँनिर लाइसक्यो हाम्रो यस्तो खानेको भन्नु न के भन्नु अरे गाइजहरू गाइजहरू हाम्रो खानेकुरामा चाहिँ के गर्नु है हाम्रो त्यो एकदम राम्रो भएन मलाई जस प्लास्टिकमा छ त्यस्तो नराम्रो नभनिदिनु होला भन्नु खोजेको क्या अब चाहिँ अबि झन् लडे अब चाहिँ हाम्रो सुरु भयो गाइजहरू गेम हुन्छ यहाँ रक पेपर सिजरवाला गेम धेरैजना भएकोले हामी त्यो रक पेपर होइन अर्कै खालको खेल्छौँ लु कसले धेरै खान्छ त रुममा ठिक भएर परबाट चाहिँ जित्यो कुदेर आएर खाने त होइन नि यहाँ खाने पर खाने अरू चाहिँ जाने ए खानेमा त यहाँ बस्ने अरू चाहिँ पर है भयो लु बिर्सिन कोही छ कि नै कसले जित्यो 1 2 3 गो झार्नै पर्यो स्टेपमा भने नपाउने भयो अब है ल होइन नि यस्तो हुँदा त नचलाइरहेको हुन्छ नि कसै होइन कि तल कि माथि मात्र हो नि त अब के हो त कि माथि कि तल गर्नु पर्यो क्या
1 2 3 गो सबैको भयो छ्या कतिखेर दिएर बोक्यो बिचको पनि गरौँ न नहुने रहेछ 1 2 3 गो खोइ त लु सबै 1 2 3 गो छोरी कुदा मैले जानु नि मैले तल जाने चाहन्छु नासेर मरिम मिस्टर गर्नु बोल्ला नि 1 2 3 मेरो यो पनि आयो 1 2 3 गो मैले तल गर्छु मेरो तल के भयो भने तल हो नि त्यो 1 2 3 गो हाम्रो माथिमा त खुर्सानी परेछ
आउनु नि जिरो मैले अघि हेरेर त्यो दिदी त गलिसक्नु होला कुदाई 1 2 3 गो म मुनि छु तपाईले बस्नु होला मिस त भनेर स्याहार छोपेर नजाऊ आउनु न मिस मिसलाई भने म तपाईहरु खेल्नु कुदेकै हेर्छु 1 2 3 गो सार केटै 1 2 3 गो 1 2 3 गो सार म त परै यहाँ आउनु न साह्रो न पानी खानु पानी 1 2 3 गो नुमाले गाइजहरु हाम्रो गेम अब चाहिँ त्यस्तो भएर चाहिँ हामीले खानेर खाएको नखाने चाहिँ एकास पनि नपाएर समाधिमा हामी चाहिँ अब सबैजना बसेर खान्छौँ ल सानो कस्तो भयो गेम कस्तो भयो गेम कस्तो भयो चटपटी थोरै रिभ्यू दिनु न त्यहाँ भिडियोमा अनि राम्रो भयो भनेले गाजर नखाइ बस्यो कुद्नु सक्नु भएन नि त मैले भिडियो हेर्दा त दामी हुन्छ होला लिएर आइपुगेर तपाईँहरूले मात्रै हेर्दा मजाले खान सकिने रहेछ कुदाइ हेर्दा है हाम्रो भेराइटीमा चाहिँ यो चाहिँ हाम्रो आजको मेन गेस्ट सरले बनाएको आलुचप यो चाहिँ मैले बनाएको यो चाहिँ हो हाम्रो के हो रोस्ट
बनाना र यो फुड्स आइटम चाहिँ मिसले ल्याउनु भएको फरेन्सी मिसले हामी चाहिँ बोक्नु सकेको यता चाहिँ चटपटे चाहिँ कस्तो भयो भन्नुहुन्छ भने के अरे यो ग्यास्ट्रिक छ अरे सबैजनालाई यसको चिलोले केही गर्दैन यसको चिलोले केही गर्दैन यसमा चाहिँ भने असर गर्दैन नलाग्ने असर गर्छ तेल बिनाको छ ल खाइसक्यौँ हामीले त्यहाँभित्र उब्रेको सकेको जे भने पनि मासु उब्रियो नुमा यता हेर चना उब्रियो भुजा उब्रियो ओ नुमा त आज मेरो राम नुमाको लुगा त नि गाइजहरू म राम्रो छु भन कपाल कस्तो राम्रो भएको छ है राम्रै छैन नुमा त कति नराम्रो देखिएको हौ कस्तो भयो आज नुमा कस्तो राम्रो रमाइलो स्यारोनलाई